एसआई प्यानलको घर हो हैन। यहाँ हेर्नु, यहाँ पानीको धार चुहिएर यो नाक टाँसेको फोटै निस्किसकेको छ। यहाँ माथि पानी देख्न सक्नुहुन्छ हैन। यो सँगसँगै यता निलो हेर्नु, यहाँ नि पानी चुहिरहेको छ। यो एसआई प्यानलको घर हो। यो घरको यो छतको यो धुरी हो है। यो धुरीको यो जुन हाम्रो जुन ग्याप छ, ग्यापबाट पानी चुहिरहेको छ। अनि यो तपाईको के भन्छ, यो कस्तो खालको फिनिसिङ हो, यो के हो, यो कस्तो हो हैन। पैसा खर्च गरे अनुसारको घर के हो यो घर। एसआई प्यानलको घर भन्छ, मान्छे सस्तोमा पायो, राम्रो पायो भन्छन्। अनि यस्तो घर वर्ष दिन भएपछि मान्छेको हरिबिजोग बनाइदिन त भएन नि यार, निर्माण व्यवसायले नि। यो के हो कम्पनी यार, यो हेर्नु, यो कालो जति लेखिएको छ यो सबै यो पानी चुहिएरै हो। यो उतैको धार पनि पानी चुहिएर हो हैन। यो दुईटा धार देख्न सक्नुहुन्छ। यो दुईटा धार पानी चुहिएर यस्तो भएको। यो पुरै मक्केर बिग्रेर जाने अवस्था छ यो। अनि यो कसले आएर मेन्टेनेन्स गर्ने, कसले आएर बनाइदिने, म कसलाई गएर भन्ने मान्छेले मेरो कुरा सुन्दैन, गरिदिँदैन, बोलिदिँदैन। आएर हेरेर मात्रै गइदिन्छ। अब म यस्तो यो घरमा कसरी बस्ने यो घर। हावाहुरी चल्दा पनि यो घर उडाएर लैजाला जस्तो हुन्छ हैन। ढुक्क भएर बस्ने अवस्थै छैन। ऊ हावाहुरी लाग्यो बरु यस्तो घरको साटा बरु मैले आरसिसी घर बनाएर सानै बनाएको भएर बसेको भए पनि बरु त्यसले जित्थ्यो। यो एसआई प्यानलको घर कसैलाई पनि नबनाउनु हुन अनुरोध गर्दछु। म त डुबे, अरू पनि नडुबुन्। त्यही भएर यो भिडियो बनाएको हो आज मैले।